हेलो नमस्ते फेरि पनि स्वागत छ मेरो भ्लगमा। आज चाहिँ म चाहिँ यो के भन्छ पोस्ट माउथ भन्ने ठाउँमा एक्लै आएको छु। आज केटाहरू पनि भ्याएन है, त्यस कारणले म चाहिँ एक्लै छु। भिडियो खिच्ने कोसिस गर्छु, तपाईँलाई थोरै थोरै देखाऊँ ल। अनि भन्न चाहन्छु कि नयाँ वर्षको शुभकामना। बितेका वर्षहरूमा जति जति तपाईँहरूको जिन्दगीमा नराम्रो चिजहरू थियो, त्यो चिजहरू सबै टाढा छ। नयाँ साल सँगसँगै तपाईँहरूको जिन्दगीमा नयाँ नयाँ राम्रो राम्रो शुभ शुभ कार्यहरूको आगमनको शुभकामना दिन चाहन्छु। त्यही हो। समुद्र नि सुकेछ है गाइसलाई हेर्नुहोस् है। सट्ट जाडो छ, अब केही नबोलिकन म यसो दृश्यहरू मात्रै तपाईँहरूलाई देखाउँछु। ओक्कोदी हो गाँठे ओक्कोदी, आकाश छेड्न आँटेको छ हेर्नुहोस्। काले केटाले के कुरिरहेको छ। लगाइ छ, हल्का भोक लागेको छ है। म चाहिँ चट्ट खानु पर्ला, त्यहाँ बर्गर किङ रहेछ, बर्गर किङमा गएर यसो चिकन रोयल खानु पर्ला, विथ चिज हान्नु पऱ्यो एउटा कोकसँग। त्यही हो, त्यसपछि भेटौँला। ल त्यहीँ जान्छु है म ठ्याक्क। जुस चाहिँ ठुलो मगाएको, बच्चाको आएछु यहाँ। जहाजैमा रे रे अनि जहाजमा है गाइस, ठाउँ चाहिँ दामी छ। ल है गाइस, पोस्ट माउथ आएपछि यो टावर हेर्न चाहिँ नभुल्नु होला है। गजब छ ल हो, प्राय मान्छेहरू यहीँ आउँछ। अक्लो छ, राम्रो रहेछ। यहाँदेखि सट्ट हेर्न सक्नुहुन्छ, यता पनि छ, मजाको छ ठाउँ। आज त के हो, बादल पनि फोका पाकी। ल
हेर्नुहोस् अब चल भाइ चल टाइम भयो कत्रो पार्किङ गरेको अब जा हो ल ल ल ल अब जान आँट्यो है मैले आदेश दियो भने मान्छ नि त ऊ साथी हो ल केटा हो आनन्दले नआतिकन गप्प केटाहरूले गर्दैछ अब लाग्यो हेर्नुहोस् है आदेश दिनु पऱ्यो नि त ऊ गाइज होइन बस्दिराखेको रहेछ त मैले ट्याक्क भनेपछि गयो ल अर्को नै आउँदैछ अब जा ठुलो पनि जा अब सब अब साथीहरू यहाँ पार्किङमा राखेको अब यसो ठेका सेका हालिदिएको होइन जब पखान अब गर्नु पऱ्यो नि त ऊ म चाहिँ साथीहरू यहाँ ट्यागकै पानी जाँचको दलै हो है कन्ट्याक्ट गरिहाल्नु साथी म जान्छु टिकट बाहिरैबाट मिलाइदिन्छु ल यसलाई नै बल्ल पठाइयो अब पल्टेर घाम ताप्ने हो गफ हो गफ बताउनु होला फेरि म त्यस्तो ज्यादा गफाडी पनि छैन यसो दिएको मात्रै हो गफ हल्का कस्तो सुनिन्छ उसको आफै जाँदैछ है पोस्टमाउथ भन्ने ठाउँमै गएछ यो चाहिँ ठाउँ रमाइलो छ आउनु होला तपाईँहरू पनि आएर भिजिट गर्नु होला फेरि पनि भन्न चाहन्छु नेपाली नयाँ वर्षको अग्रिम शुभकामना बितेका वर्षहरूमा तपाईँहरूको जिन्दगीमा कति नराम्रा उतार चढावहरू आएको थियो होला त्यो चिजहरू सबै पन्छाउँदै अब राम्रो चिजले चाहिँ ट्याक्कै तपाईँहरूको जिन्दगीमा आगमन होस् देशमा शान्ति छाउन् त्यस पछाडि हाम्रो देशमा पनि रोजगारीको व्यवस्था होस् राम्रो कल कारखानाहरू चाहिँ यसो निर्माण होस् राम्ररी व्यवस्थापन गर्न सकुन् सरकारले त्यो पनि शुभकामना दिन चाहन्छु भौतारिएर यहाँ विदेशमा कति हिँड्नु आफ्नो देशमा बरु यसो आँटो पिठो खोले सिस्नो खाएर बस्न पाइयो भने पनि आनन्दी मन हुन्छ त्यही भन्न चाहन्छु गाई चाहिँ अब म चाहिँ अर्को साइडमा जाँदैछु है हिँडेको अघि मैले तपाईँहरूलाई त्यो पल्लो साइडदेखि खिचेर देखाएको थिएँ अहिले पल्लो साइड आइसक्यौँ हेर्नुहोस् है चढेका गलेका मकिएका दुनियाँ दिवाना यहीँ छ देख्नु सक्नुहुन्छ सोरो 2 वर्षपछि आएछु कि के हो म हेर्नुहोस् न पऱ्यो यस्तो पाराले राखिदिइराखेका छन् ल गाई चाहिँ हेर्नुहोस् है यो के हो यस्तो लोस्तान उभो फर्किरहेको छ त जहाँ ठुलो महाने भन्दा उडाइदिन्छ त लोस्तानले त यहाँदेखि स्याट गरेर यो दुलोदेखि समुद्र हेर्नुहोस् है माथिदेखि स्पेसल देख्छौ माथि जानु पर्ला टलाएर त्यहाँदेखि यहाँ माथि जानुपर्छ यहाँ माथिदेखि पनि तपाईँको टिकटक मान्छेले बनाउँछ भिडियो सिडियो चाहिँ यहाँ माथिदेखि गर्छ क्या दामी छ ठाउँ त
पछि हेर्ने ठाउँ के देख्छ र पढिराख्ने टाइम छैन फेरि स्कुल पनि राम्ररी नगएको मान्छे पऱ्यो एबिसिडी जानिन्छ के भन्न खोजेको त्यो जानिन्न त्यही भएर गाइज मैले त्यतातिर खासै ध्यान दिँदैन धेरै टाढो छ है साथी त्यो अघिको चुच्चो टावर त्यहाँ परदेखि हिँड्दै 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 आएको यता त्यहाँदेखि च्याट्ट गएर त्यहाँ पस्नु पर्ला जो यो छ योदेखि मुनि हेऱ्यो भने चाहिँ मान्छेहरू पौडी खेलेर पुरै बसिरहेको हुन्छ है यसको फेदमा के हेऱ्यो भने देख्न सकिन्छ माथिदेखि गएर म देखाउँछु खिच्नु नि हुन्न हो फेरि अर्काको प्राइभेसी गाह्रो पो हुन्छ यहाँदेखि स्याट्ट जाने हो हेर्नु नि डरलाग्दो छ हो डर मर्दैछ नि त गाइस डर मर्दैछ यहाँदेखि स्याट्ट फेरि जाने चेपचाप गल्ली गल्ली यस्तो अँध्यारो रहेछ त देख्नु गाइस बल्ल यहाँ माथि आइयो डर मर्दैछु है गाइस अब खोइ बोल्ने शब्द छैन हौ मसँग त्यत्तिकै देखाएर हिँडिरहेको छु है गाइस यस्तो नै हुन्छ है साइडमा माथितिर घर हेर्नुहोस् न स्पेसल छ यहाँदेखि अहिले यता जानु पर्ला यता झन् रमाइलो छ सट्टसँगले हेर्नुहोस् गजबको छ है गाइस अब चाहिँ समुद्रको छेउतिर जानु सिङ्गल पनि ट्याक्नु पर चाहिँ उल्टो घर थियो गएर देखाउँला भनेको पाइएन गेट बन्द रहेछ यसो ल गाइस चाहिँ काम
बादलहरू कस्तो मजाले लागिरहेछ। समुद्रमा पनि यो ठ्याक्कै माछाको आकार जस्तै निस्केको छ। कस्तो हलचल बादल छ। लगाइ छ चाहिँ अघि त्यो टावरको फेद देखिरहेको होइन, त्यो टावरको फेद चाहिँ अब त्यतै टाढा छ क्या, त्यो 1 घन्टा लाग्छ यहाँदेखि हिँडेर फेरि गाडीसाडी पाउँदैन हो, हिँड्दै राम्रै हो, हिँड्दै जाने हो, त्यहीँ पुगेर एडिङ गर्छु। मोबाइलको चाहिँ राखेर रफ्तार बढ्छ मेरो हिँड्दै।